भोजपुर बजार यता छ। यहाँबाट चाहिँ मजाले देखिन्छ है साथीहरु। यहाँ हो रङ्गशाला चाहिँ। अब लगेर बोरीलाई लगाइदिनु पर्ने। हेलो गुड मर्निङ एभ्रीवान, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि म चाहिँ अब भोजपुर सदरमुकाम जानु लागिरहेछु। गाडी पर्खिँदै बसिरहेछु। हाम्रोतिर चाहिँ दिन हेर्नु न साथीहरु, तपाईहरुकोतिर के कस्तो छ? हाम्रोतिर चाहिँ यस्तो भइरहेछ, धुम्म न धुम्म पानी पनि परिरहेछ। हिजोदेखि पानी पर्न थालेको, यस्तो भइरहेछ दिन। पानी पनि सिम आइरहेछ। लु साथीहरु, म चाहिँ हिँडे भन्ज्याङमा आइपुगिसकेको छु। आज चाहिँ अलिक ढिलो भयो, त्यही पनि खासै काम त छैन, अलिअलि छ। अब चाहिँ यहाँ खाजा खाइसक्यौँ, अरूले चाहिँ खाइसक्नु भएको छैन। अब खाइसकेपछि चाहिँ खाजा खाइसकेपछि चाहिँ हामी घर अरे भोजपुर हिँड्नुपर्ने। हाम्रोतिर चाहिँ दिन चाहिँ यस्तो भइरहेछ। अहिले चाहिँ धुम्म भइरहेछ। अघि चाहिँ खासै धुम्म थिएन। हाम्रोतिर चाहिँ पानी पर्दै थियो हिँडे भन्ज्याङतिर। यता चाहिँ पानी परेको रहेन। हिँडे भन्ज्याङ चाहिँ यही हो है। अब यताबाट चाहिँ भोजपुर जान्छ। हामी यहाँको गाडी चाहिँ यहाँ छ। अरू चाहिँ खाजा खानु हुँदैछ। म चाहिँ खाइसकिवरी निस्किसकेको। अब चाहिँ हामी भोजपुर जानुपर्ने छिटो गरेर। म चाहिँ अब भोजपुर आइसकेको छु है। मेरो पार्टनर यता हेर न। अब चाहिँ हामी भन्ज्याङमा आइपुगिसकेको छौँ। भन्ज्याङतिर जाँदैछु। उता अलिअलि काम छ र अन्जेर म जाँदैछु। म चाहिँ अब भोजपुर आइसकेको छु है, सदरमुकाम। अब चाहिँ हामी उधो काम छ भन्ज्याङ टाढा गाउँतिर, त्यही भएर हामी चाहिँ उता जाँदैछौँ। अब चाहिँ हामी चाहिँ भन्ज्याङमा आइपुग्नु लाग्यौँ है। हाम्रो भोजपुर बजार यता छ। यहाँबाट चाहिँ मजाले देखिन्छ है साथीहरु। अब हामी दुईजना चाहिँ बजारतिर हिँड्यौँ। अब भोजपुर हेर्नुहोस् है साथीहरु, हाम्रो सदरमुकाम यस्तो छ। चाहिँ हामीले खाजा खाँदैछौँ। यता चाहिँ छ अनि खाँदैछ, यता चाहिँ रोस्ट छ। अनि अब हामी चाहिँ खाजा खाँदैछौँ। अब चाहिँ घर जानुपर्ने। हाम्रो खाजा चाहिँ आजको चाहिँ यस्तो छ है साथीहरु। खाऊ साथीहरु, आज चाहिँ मैले चाहिँ सबै कामहरू सकिवरी यता अब घर फर्किनु लागेको। म चाहिँ यहाँ माथि बुढा डाँडामा आएर बसिरहेको छु। यहाँबाट चाहिँ सब भोजपुर बजारहरू देख्छ। तपाईहरुलाई म देखाइदिन्छु है साथीहरु। भोजपुर बजार चाहिँ यही हो। यहाँ चाहिँ टुरी खेल छ। अनि जति तपाईहरुले देख्नु भइरहेछ नि, यति चाहिँ भोजपुर बजार हो। अनि यहाँ तल रङ्गशाला चाहिँ यहाँ छ। यहाँ तल यहाँ हो रङ्गशाला चाहिँ साथीहरु। हाम्रो भोजपुर बजार चाहिँ यही हो साथीहरु, हाम्रो सदरमुकाम। सिरियस होइन होला। हामी चाहिँ यहाँ माथि बुद्ध डाँडामा छौँ साथीहरु। यहाँ बुद्ध डाँडाबाट चाहिँ सबै भोजपुरहरू देखिन्छ। त्यही भएर हामी चाहिँ यहाँ आएर बसिरहेछौँ। यहाँबाट उता चाहिँ तल भन्ज्याङ झर्छ, यताबाट पनि। टिकटक बनाउँदैछ यता टिकटक स्टार हो। लु अब चाहिँ म चाहिँ हिँडे जङ्गलतिर साथीहरु। म चाहिँ बोरीलाई झाँगा काट्नुको लागि जङ्गल जाँदैछु साथीहरु। यता मैले खुकुरी भिरिरहेछु। खुकुरी भिरेर म जङ्गल हिँडेको। अब चाहिँ बोरीलाई थाक्रा काट्नुको लागि। आज कस्तो सफा दिन भइरहेछ हाम्रोतिर चाहिँ। हिजोतिर चाहिँ पानी परेको थियो। आजदेखि चाहिँ फेरि घाम लागिरहेछ साथीहरु। हाम्रोतिर चाहिँ यस्तो छ्याङछुङ छ है। त्यही भएर म चाहिँ बोरीलाई अब झाँगा काटिदिनु पर्यो भनेर बोरी रोपेको झाँगा लगाइदिने बेला भइरहेछ। झाँगा लगाइदिएको छैन, त्यही भएर म चाहिँ झाँगा काटेर लिएर लगाइदिनु पर्यो भनेर जङ्गल जाँदैछु। आमा पनि काटिसके।
बोडीलाई लगाइदिनु भनेर यो झाँगा चाहिँ लगेको। अब लगेर बोडीलाई लगाइदिनु पर्ने। पुग्नु त पुग्दैन यतिले पनि, टन्नै छ नि त। त्यही भएर फेरि काट्नु पर्ने छ, लगाइ पनि दिनुपर्ने छ। मैले चाहिँ झाँगा लिएको चाहिँ चरचरेको बोटले बानीवरी लिएको। पसिना अब चाहिँ मैले चाहिँ झाँगा पनि ल्याइसकेको छु। म चाहिँ यहाँ झाँगा अब बोडीलाई गाडिदिनु पर्ने। ल साथीहरू, मैले चाहिँ अब चाहिँ थाक्रा पनि लिएर गाडिसकेँ। अनि आज निकै नै छ। ऊ परसम्मदेखि चाहिँ लिएर आएँ यहाँसम्म चाहिँ। ऊ परदेखि चाहिँ यहाँसम्म चाहिँ गाडिदिएको। अझै यहाँदेखि परसम्म चाहिँ अझै बाँकी नै छ। त्योहरू चाहिँ भोलितिर गाडिदिनु पर्ने। सबै फेरि भइसकेको छ क्या, यस्तो लडा गइसकेको छ। गाड्दैन भने अब यति बेला यो गाडिदिने बेला ढिलो भइसक्यो। त्यही भएर मैले चाहिँ थाक्रा गाडिदिँदैछु साथीहरू। थाक्रा मात्रै गाडेर भएन, अब फेरि गाईबस्तुहरूलाई घाँस पनि काट्नुपर्ने। त्यही भएर अब म चाहिँ आज चाहिँ यति नै गरिदिएको। अब जङ्गलमा काट्नु जाँदा काटिओरी लिएर गाडिदिँदा ढिलो हुन्छ। त्यही भएर म चाहिँ यहाँसम्म चाहिँ गाड्दै। अब त्यसपछि यता चाहिँ बाँकी छ। अब चाहिँ म चाहिँ घरतिर हिँडेँ। फेरि पनि नेक्स्ट भिडियो लिएर आउनेछु साथीहरू। मेरो ब्लग के कस्तो लाग्यो लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला मन परेमा। अनि जति पनि नयाँ हुनुहुन्छ मलाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला।